ए घोप्टी परेर मोबाइल नहेर क्या यता भात खान आऊ। अर्का त अरू त स्वास्नी बिमारी भयो भने त भात पकाएर तातो भात खाने हो कि तातो पानी खाने हो कि के गर्ने हो के भएको हो भन्छन् नि। हाम्रो त होइन। ए मरोस् बाँचुस् मतलब होइन। अझै रिस आउने अझै सन्चो छैन भन्यो भने त ए यो खाएर हो कि चटनी खाएर हो कि चटपट खाएर हो कि चाउचाउ खाएर हो कि खाने चिज खाए पो हुन्छ नखाने चिज खाएपछि त बिमार भइन्छ त के अरे नि अरे त नउठुन्जेल त बाँच्न भएन। राम राम भगवान् बिमार कहिल्यै नबनाइदेऊ मलाई त कहिल्यै बिमार नबनाइदेऊ। एक वर्षमा कति दिन हुन्छ 365 दिन 365 दिनमा 300 दिन त तिमी बिरामी भएर जान्छ। रहरले बिमारी हुन्छु भनेर भएको होइन के अरे। बिमार हुन नि कसलाई रहर लाग्छ र यत्रो 4-5 दिनसम्म सुत्या सहानी तातो पानी ततारेर दिम अनि केही होइन भन्ने। टाउको फुटेर मर झै बह टाउको फुट्ला झै बह आमा अझ अर्काका स्वास्नी चाहिँ नाटक पारेर सुत्ने सन्चो छैन। यो ल्याइदे बुढा त्यो ल्याइदे बुढा यो गरिदे बुढा त्यो गरिदे बुढा भन्ने भने त अझ कस्तो हुन्थ्यो होला। राख्ने पनि थिएनौ तिमीले त 1 सेकेन्ड पनि। तिमी जस्तो बुढा त अर्का जुनी त नपाइयोस् है। बिहे नगरिकन बस्न पाऊ। अर्का जन्ममा थाहा पायो भने त म त बिहे गर्दिनँ। यो जन्ममा चाहिँ थाहै नपाइकन बिहे गरिथ्यो। जहाँ जाला जोगी भातै खाला एक्लै भएपछि त आनन्दै हुन्छ। कोही बोल्ने पनि हुँदैन कराउने पनि हुँदैन केही पनि हुँदैन। अब यो सधैँको बिमार हुने आइमी मान्छेको टाउको दुख्ने र तल्लो पेट दुख्ने भन्दा अरू केही बिमार हुँदैन। सधैँको बिमार तिम्रो लन्ठु जस्तो हो त। स्वास्नीले पकाएर दिने भाँडा मोली लुगा लत्ता धुने च्याम्मा भात खाने अनि त्यहाँबाट ड्युटी जाने कसरी नभएको पैसा कमाउन जान्ने। हाम्रो त के गर्ने त कमाइ समय भएन। जागिर लगाइदेऊ भन्दा पनि अब बेसी ठुलो ठालु पल्टिनु पर्यो स्वास्नीलाई ल्याएर राख्न पर्यो। खान्न है मैले भात भन्दैछु। मोबाइलमा देखाउन स्वास्नीलाई माया गरेको भन्ने पार्नलाई। तरकारी खाने हो कि खान हुन त मरिन्छ नखाऊ च्याउ। ल्याउन थोरै के हो र कतिखेर पल्टिमला जस्तो भयो आँखा फुट्ला नै भयो। फेरि आँखा पनि बिजा छ भगवान्। त्यही माथि यो लादी लाउने ठाउँमा नेपालमा मात्रै हो कि भनेको त